सारे काठमाडौँ गएर मात्रै बाँच्यो नत्र भने कहाँ गर्दैन ओए साधुराम अनि किन बरबरेर आयो त के भयो खुकुरी बोकेर हिँड्ने खास त यार त्यो दिपकलाई फर्काइदिन्छु त्यसको टाउको खोलामा ज्यान पक्रमा राखिदिन्छु अनि के गरेर त्यसले के गर्नु नि मेरो बुढीको हात समातेर बिहा गरिदिउँ भन्छ ओ माई गॉड त्यसले त्यस्तो भन्यो म त भन्नु न त्यसलाई कहाँ छोड्छु म त्यसलाई ल ल यार खुल भएर जाऊ यार ल जा 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 ल यार गरिदिन्छु ओ माई गॉड धन्नै बचेछु गाँठे म त मैले पनि साधुरामको बुढीलाई चण्डै पर्वत हानेको पर्वत हानेको भए त मेरो पनि टाउको खोलामा ज्यान बगरमा हुने रहेछ गाँठे ए यो लाल गेडी होइन यो पेन्सन साउजीसँग ओए रोक 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 काट्दिन्छ हाललाई ओर्ने ओर्ने अरे के भइले छ रे साधुरामजी मेरो बुढीलाई तैँले लिएर हिँड्ने ए तपाईँको बुढीलाई हामीले लिएर हिँडेको छैन हजुर तपाईँ भाउजूसित सोधिलिनुहोस् न चुप लाग्नुहोस् 9 बजी किन कराउनुहुन्छ त्यही बाइन त नराम्रो छ नि यहाँ आफू लडेर दुईचोटिसम्म हजुरलाई फोन गरी फोन उठाउनु छैन झन्न मेरो यहाँ लिगामेन्ट च्यात्दैन ए हो र अनि के थाहा त तिमीलाई त्यस्तो भएको भन्ने त्यो दिपकले मेरो दिमागै खाएको छ दिमागै कतिखेर त्यसलाई काट्दियो भनेर त्यही भएर यसले तिमीलाई बोकेको देखेर यसैलाई काट्दियो जस्तो लाग्यो तर के गर्ने पेन्सन साउजीले राम्रै गरे रहेछ ल तिमी जाऊ म मेरो बुढी लिएर जान्छु हो साधुरामजी पहिला कुरा बुझिलिनुहोस् उसके बादमा बल्ल आवेशमा आइलिनुहोस् फकटमा हाम्रो धन्न गर्दन उडाइलिएको थियो तपाईँले हामी जान्छ अब धीरे धीरे ल्याउनु होला हामी गइहाल्यो ल ठिक छ साउजी ठिक छ बन्द छ गुण गर्नेको क्रम नै छैन ल यो ल्याऊ ल यसो बिस्तारै 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 ओ यसरी ओ यो पोट खेल्न आएको खै ठाउँ नै पाइँदैन यार कहिले पनि यार अनि तँलाई थाहा छ त्यो साधुरामले त खुकुरी बोक्दै हिँड्यो नि त हो र भने अस्ति यहीँ आएको थियो यहाँ खुकुरी नचाएर तमासा देखाएर सातो गयो सबैको ए किन हो थाहा छैन तँलाई त्यो त थाहा भएन ल साधुरामको बुढीलाई समात्न गएछ नि त त्यो दिपके त या आमा हो र भने अनि त पायो भने अब काट्छ त्यसले यार तेरिका केस चुन्न पर्यो यस्तो गर्यो त्यो दिपकले गरेछ त नि ओ दिपक पनि आइछ नि त के हो केटा तिमीहरूको टिपसिप लाएन ओ दिपके के गल्ती गरिस् तैँले तँलाई त साधुरामले काट्छु भनेर खुकुरी बोकेर हिँडिरह थेट त खतमै रहेछस् नि यार साथीको बुढीलाई नि आँखा लाउने हो खुकुरीले काट्छु भने तँलाई साधुरामले के आँखा लाछ र यार कहाँ कहिले आँखा खै हतारमा कुरा गरेर हुन्छ त्यसै बोलेन होला के रे उसले त्यही भन्दै हिँडिरह मैले त यसो पर्पज पो हानेको त यार थेट अर्काको बुढीलाई पर्वत हान्ने हो त यार तपाईँ त्यसको तिन त राखेको छ अन्त त्यही भएर यसो पटिन्छ मेरो बुढी बोइला गएको पटिन्छ ए त कस्तो छ यार मान्छेको बुद्धि हेर न आफ्नो साथीको बुढीलाई आँखा लाउने यार अब साधुरामले के गर्छ गर्छ तँलाई अब आफै विचार गरे बचेर चाहिँ हिँड्नु पर्यो त्यही त भने यार अब ए हामी पनि चान्चुने मान्छे होइन ठाउँ ठाउँमा केटाहरू राखेको छु क्या मैले पनि राखेको छु क्या त्यसलाई हेरौँ ल आफू गल्ती गर्छ यार अनि फेरि उसलाई हेरौँला भन्छ यार उल्टे होइन तैँले अनि अर्काको बुढीलाई पठाउँदैनस् कोही बेलामा त्यो कुरा होइन नि त अहिले उसले साधुरामले थाहा पासी राख्छ अस्ति न त्यो लाउरीलाई तैँले लिएर हिँड्थिन अनि तेरो बुढीलाई पनि कसैले साधुरामले पर्वत हाने भए तैँले छोड्छस् यार कस्तो कुरा मेरो कुरा त थाहा पाएको भए मलाई पनि त डर हुन्थ्यो होला नि त छोड्दै त्यो आयो भने मैले पनि ल ठिकै छ हामी त साथी भनेर तँलाई भनिदिएको अब जेसुकै गरे त बचेर हिँड जेसुकै गर यो साधुराम त बाहुन भए पनि भोटे जस्तै छ यसले त मारेपछि अनि बल्ल काट्छु भन्छ गयो देख्नुभयो त्यही त गल्ती त गरेकै रहेछ नि नभए त बस्थ्यो नि त यहीँ